हाम्रो ठाउँमा हामीले नै गर्ने हो। हामीले प्रचुर सम्भावना, विकासका सम्भावना रहेको ठाउँ हो। म तपाईँलाई एउटै कुरा अनुरोध गर्न चाहन्छु, तपाईँहरूले सकारात्मक सोचका साथ हामीले जसरी निर्वाचित गरेर आउनुभयो त्यसै गरी हाम्रो कार्यकालको अन्तिम दिनसम्म सकारात्मक सोचका साथ सहयोग दिनुभयो भने तपाईँले चाहेको, मैले देखेको यो व्यवस्था साथ समृद्ध व्यवस्था साथ बनाउन सक्छु। आदरणीय दर्शकवृन्द, नमस्कार। म नगेन्द्र कार्की। स्थानीय विशेष कार्यक्रम अन्तर्गत आज हामी धरतीको पहिलो तीर्थ भनेर चिनिने बराह क्षेत्र मन्दिरको नाममा रहेको बराह क्षेत्र नगरपालिका वडा नम्बर 7 को कार्यालय परिसरमा छौँ र आज हामी यहाँ यो वडा नम्बर 7 मा भइरहेका गतिविधि बारेमा यहाँहरूलाई जानकारी पस्किने क्रममा छौँ र हामीसँग हाम्रा विशेष अतिथि हुनुहुन्छ यसै वडा नम्बर 7 का वडाध्यक्ष कपिल आचार्य। अध्यक्षज्यू, स्वागत छ हाम्रो कार्यक्रममा। धन्यवाद। हजुरले अहिलेसम्म यहाँ हजुर आएको 3 वर्ष पुरा हुन लागेको छ। अहिलेसम्म जति पनि विकासका कार्यहरू गर्नुपर्ने थियो ती के छ, हजुरले गर्न सक्नु भएको छ या छैन, के कस्तो चल्दैछ? नमस्कार, यहाँलाई विशेष धन्यवाद। म निर्वाचित भएर 79 सालको यो स्थानीय चुनावमा वाडाको अध्यक्ष भएर म निर्वाचित भएर यो वाडामा आएको छु। विशेष गरी म सर्वप्रथम मलाई निर्वाचित गरिदिनु हुने यस क्षेत्रका मेरो वार्डका सम्पूर्ण आमा दाजुभाइ दिदीबहिनीलाई धन्यवाद दिन चाहन्छु। यो 7 नम्बर वार्ड वास्तव नगरपालिकाको एउटा अलिक फरक विशेषता भएको वार्ड हो, जहाँ चाहिँ पटकका कोसीको बाढीद्वारा पीडित भएर यो एउटा ऐलानी जग्गामा बसोबास गर्ने जनसङ्ख्याको बाहुल्यता भएको ठाउँ हो। यो ठाउँमा धेरै खालका समस्या, धेरै खालका चुनौती रहेका थिए। तिनै समस्या र चुनौतीलाई मैले वस्तुगत रूपमा नजिकबाट निहालेर जनताका सेवामा समर्पित हुने कोसिस गरिरहेको छु। आज म निर्वाचित भएर आएको पनि 3 वर्ष हुन लाग्यो। धेरै समस्याका बावजुद राज्यको सीमित सोच साधनले भ्याएसम्म जनता घर दैलोमा मैले विकासको लहर पुर्याउने कोसिस गरिरहेको छु। जस्तो हजुरको यहाँ जति पनि भन्नुभयो सबै सुकुम्बासी, अत्याधिक मात्रामा सुकुम्बासी बस्ती नै ज्यादा रहेको, यहाँको कार्यालयको तर्फबाट यहाँका जति पनि भूमिहीन सुकुम्बासीहरू हुनुहुन्छ उहाँहरूको नाममा यो जग्गाहरू अथवा घर जग्गा दर्ता गर्नको लागि के कस्ता पहल गरिराख्नु भएको छ? यहाँलाई धन्यवाद। यो चुनावी नारा नै मैले वास्तवमा यो हामी बसोबास गरेको वर्षौँ भइसक्यो, कमसेकम जनताको हितमा हामीले उपभोग गरेको जग्गाको लाल पूर्जा दिलाउन सकिन्छ भन्ने एउटा पवित्र उद्देश्य साथ म यहाँ आएको थिएँ। यसमा पहल नभएका होइन, पटक पहल भएका हुन्। राष्ट्रिय भूमि आयोग गठन भए पश्चात हामीले जिल्ला भूमि आयोग अनि नगरको भूमि आयोग, वाडाको भूमि आयोग हामीले समिति गठन गऱ्यौँ। त्यस पश्चात वास्तव नगरपालिकाको नाप जाँच गर्ने क्रममा राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव प्रसाद निरौलाको संयोजकत्वमा, उहाँको उपस्थितिमा हामीले व्यवस्था साथ देवीघाट, गौतमघाटको नाप नक्सा गर्ने काम पनि सम्पन्न गऱ्यौँ। तर कारणवश अब त्यो राष्ट्रिय भूमि आयोगको दस्तावेजमा, किताबमा हामीले पढेअनुसार कम्तीमा 10 वर्ष उपभोग गरेको जग्गा नाप नक्सा गर्न सकिन्छ भन्ने लेखे तापनि वन तथा नापीको निर्देशनमा चाहिँ के छ भने यो चाहिँ जङ्गलकै क्षेत्र परेको हुनाले त्यो एउटा बुदा चाहिँ बाजी नै गयो। त्यस कारणले हामीले नाप नक्सा गर्ने काम गऱ्यौँ तर पूर्जा वितरण गर्ने काम गर्न सकेका छैनौँ। त्यस पछाडि
चुनावको सुरु भयो, चुनाव सुरु भएपछि आचार संहिता लागू भयो। त्यसबाट रोकेपछि सरकार परिवर्तन हुने क्रममा राष्ट्रिय भूमि आयोगका पदाधिकारीको पनि समय समाप्त भए पश्चात पुनः फेरि समिति गठन भएर जिल्ला समन्वय समिति, जिल्ला भूमि आयोग र गठन भएको छ। अब आशा छ अब यो समितिले पक्कै पनि काम गर्न सकेमा जनताको आफूले उपभोग गरेको जग्गा चाहिँ उपलब्ध गराउन सकिन्छ भन्ने हामी कोसिसमा छौँ। हामीले उहाँहरूको विवरण उठाए पश्चातको हामीले उहाँलाई निस्सासम्म वितरण गरिसकेका छौँ। जग्गा नाप नक्सा केही भाग भएको छ, धेरै भाग बाँकी छ, त्यो हामी प्रयासमा छौँ। जस्तो यहाँको यो वडा एउटा नगरपालिका रहेको क्षेत्र, यो जुन बराह क्षेत्र नगरपालिकाको कार्यालय छ, यहाँकै वडा क्षेत्र अन्तर्गत पर्दछ। नगर र वडाले पहल गर्दा यहाँका जति पनि बासिन्दाहरू हुनुहुन्छ उहाँहरूले सोचे जस्तो र हजुरहरूले आफूले बोलेर जुन दिन जुन समयमा भोट मागेर हिँड्दाखेरि हामीलाई जिताउनुहोस्, हामी यो काम गर्छौँ भनेर भन्दै हिँडिराख्नु भएको थियो, ती बाचाहरू पुरा गर्नुभएको छ या छैन? यहाँलाई धन्यवाद। हामीले चुनाव ताका जनता समक्ष पेश गरेका जुन बुँदाहरू थिए ती बुँदा हामीले अहिलेसम्म धेरै हदसम्म पुरा गरेका छौँ। केही कुराहरू बाँकी छन्। अब हामीसँग एउटा गर्ने हुटुटी हुँदाहुँदै पनि राज्यको आम्दानीको स्रोत, राज्यको आर्थिक अवस्था सीमित भएको कारणले धेरै कुराहरू हामीले गर्न बाँकी छन्। हामीले आन्तरिक आयलाई बढावा दिन सकेका छैनौँ, जसले गर्दा हामीले धेरै कामहरू जनताका इच्छा चाहना अनुसार गर्न बाँकी रहे तापनि एउटा यो 7 नम्बर वार्डको मूलभूत समस्या भनेकै ऐल्यान्ड जग्गामा बसोबास गर्ने जनताहरूलाई, भूमिहीन, दलित अथवा अव्यवस्थित बसोबास गर्ने मानिसहरूलाई पूजा वितरण रहेको छ। त्यसकारणले त्यो विषयमा हामी जोडदारका साथ हामी लागिरहेका छौँ। अन्य कुराहरू हामीले धेरैसम्म चाहिँ उहाँका समस्यालाई हल गर्ने प्रयास गरेका छौँ। हामीले बाटा, अनि त्यसपछि कुलेसा, तपाईँको कृषि क्षेत्रमा, त्यसै गरी तपाईँको विद्यालय शिक्षालाई, हामीले खेलकुदलाई नजिकबाट निहालेर जनताले चाहे जस्तै हिसाबले हामीले गरिरहेका छौँ। अब मान्छेको इच्छा चाहना धेरै हुन्छ, तर सीमित स्रोत साधनका बावजुद हामीले गर्न सकेका छौँ। हामीलाई जति पाएका छौँ त्यसलाई समुचित हिसाबले हामीले विकासतर्फ लागेका छौँ। जस्तो हजुरले शिक्षाको कुरा गर्दै गर्दा शिक्षा, स्वास्थ्य यो जुन 7 नम्बर वडाभित्र रहेका जति पनि सरकारी विद्यालयहरू छन् त्यहाँको लागि र स्वास्थ्यमा पिछडिएका न्यून आय आर्जन भएका व्यक्तिहरूको लागि के कस्तो पहल गरिराख्नु भएको छ? धन्यवाद। हामीले शिक्षाका लागि वास्तवमा भन्नुपर्दा बराह नगरपालिकामा रहेको एकमात्र क्याम्पस, सप्तरी क्याम्पस मेरै वार्डमा रहेको छ। त्यहाँ भएका गरिब तथा जेहेन्दार विद्यार्थीलाई एडमिसन तथा लाग्ने शुल्क तिर्न नसकेका विद्यार्थीहरूलाई मैले भन्ने गरेको छु, तपाईहरू पढ्ने काममा तयार हुनुहोस्। तपाईहरूको आर्थिक अवस्था कमजोर छ भने तपाईँलाई वाडाले नभए म आफू स्वयं पनि तपाईँको पढ्ने कुरामा सहयोग गर्छु भनेको छ। आजसम्म मैले धेरै विद्यार्थीलाई वाडा मार्फत मैले व्यक्तिगत हिसाबले वर्षेनी म लगभग 10-12 जनालाई फिस तिर्दिने, एडमिसन गरिदिने काम गरेको छु। र वाडाले पनि हामीले वार्षिक रूपमा 25-30 जनाको एडमिसन र वार्षिक फिस तिर्दिएका छौँ। त्यसै गरी माविमा पढ्ने 10+2 पढ्ने विद्यार्थीहरूको हकमा पनि हामीले शिक्षामा एक खालको राम्रो स्तरीय पढाइ होस् भन्ने चाहना अनुसार पटक पटक यस क्षेत्रमा रहेका विद्यालयका विद्यालय व्यवस्थापन समितिका साथीहरू बोलाएर वाडाले गर्नुपर्ने काम के छन् भन्ने कुरामा हामीले छलफल गरेर ती विद्यालयलाई हामीले वार्षिक रूपमा बजेट छुट्याएर अथवा प्रत्यक्ष रूपमा लाइब्रेरीको व्यवस्था गरिदिएर कसैलाई कुनै अलिकति गरिब जनता भएको ठाउँको विद्यालय सम्बन्धीलाई ड्रेस उपलब्ध गराएर, अब अहिले जाडोको मौसममा ट्र्याक उपलब्ध गराएर हामीले सहयोग गरिरहेका छौँ।
अनि हामीले बेला बेलामा त्यसको विद्यालयको अनुगमन निरीक्षण पनि गरिरहेका छौँ कि अबको समय पढाइको समय हो, शिक्षाको समय हो, यसलाई चाहिँ हामीले राम्रोसँग स्तरीय पढाइ दिनुपर्छ भनेर लागिरहेछौँ। त्यो अनुसारको केही सुधार हुँदै आएको अवस्था रहेको छ अहिले। यहाँको क्षेत्रमा कार्यक्षेत्रभित्र जम्मा स्कुल चाहिँ कतिवटा रहेका छन् सरकारी स्कुलहरू? विद्यालय हाम्रो क्षेत्रमा एउटा सप्तकोशी बहुमुखी क्याम्पस छ, त्यसै गरी महेन्द्र मावि तित्रीगाछी एउटा मावि छ, त्यसै गरी बसन्तऋतु मावि छ, त्यसै गरी तपाईँको एउटा हनुमान झोडा प्रावि छ, त्यसै गरी एउटा श्री प्रावि छ, एउटा बाल विकास भन्ने विद्यालय पनि छ। सबै गरेर 6वटा विद्यालय चाहिँ हाम्रो यो वार्ड नम्बर 7मा रहेको छ। त्यसै गरी बोर्डिङ पनि निजी विद्यालय पनि छन्। एउटा मर्निङ स्टार भन्ने विद्यालय छ, त्यो 11-12 चढाउँछ। अनि तपाईँको अरू 2-3वटा बोर्डिङ स्कुल पनि रहेका छन्। गरिब तथा निमुखा जनताहरूको स्वास्थ्यमा धेरै खर्च हुन्छ, उहाँहरूले आफ्नो उपचार भने जस्तो ठाउँमा गएर गर्न सक्नुहुन्न। उहाँहरूको लागि के कस्तो व्यवस्था गर्नुभएको छ? धन्यवाद। हामीले गरिब तथा निमुखा परिवारका लागि स्वास्थ्य बिमाको व्यवस्था गरेका छौँ। हामीले वार्षिक रूपमा 100 घर परिवारलाई हामीले स्वास्थ्य बिमा गरेका छौँ। त्यसै गरी स्वास्थ्य बिमा अब 7 नम्बर वार्ड अलिक फरक छ, किनभने जनसङ्ख्या दृष्टिकोणले पनि यो सबभन्दा बढी जनसङ्ख्या भएको वार्ड हो। त्यस कारणले केही गरिब परिवारका मान्छेहरूलाई वार्डका तर्फबाट पनि 100+50 जनालाई पनि हामीले 50% रकम सहुलियतमा पनि स्वास्थ्य बिमा गरेका छौँ। त्यसै गरी गरिब तथा जेनदार परिवारका व्यक्तिहरूलाई हामीले विभिन्न खालका सिपमूलक आय आर्जन गर्ने कार्यक्रम पनि दिइरहेछौँ। अहिले भर्खरै हाम्रो वार्डमा अब निकट छिट्टै 2-4 दिन पछाडि एउटा कम्प्युटर तालिम पनि दिएका छौँ। त्यसै गरी हामीले कफी मेकर तालिम पनि दिँदैछौँ। त्यसै गरी हामीले अहिले गरिब किसानहरूलाई नगरपालिकाबाट नपुगेका, अब नगरपालिकासम्म पहुँच नपुर्याउने गरिब किसानहरूलाई, पशुपालन कृषकहरूलाई हामीले 100वटा स्प्रे ट्याङ्की, त्यसै गरी 20वटा घाँस काट्ने मेसिन पनि हामी वितरण गर्ने योजनामा छौँ। त्यो हामी निर्णय भएर हामीले उहाँहरूको निवेदन लिइसकेका छौँ। अब केही दिन गर्नेछौँ। जस्तो हजुरले भन्नुभयो स्वास्थ्य बिमाको लागि थोरै छुटमा, कसैलाई फ्रीमा यसरी स्वास्थ्य बिमा गराइरहेका छौँ। र स्वास्थ्य बिमामा पनि अहिले सरसर्ती हेर्दाखेरि हामीले कतिपय रोगहरूका औषधि बिमाभित्र पर्दैनन् र त्यो महँगा औषधिहरू चाहिँ बाहिर किनाउने काम अस्पतालहरूबाट भइरहेको छ। यो बारेमा के भन्न चाहनुहुन्छ? धन्यवाद। यो रोग एउटा जुनसुकै अवस्थाका मान्छेलाई लाग्ने चिज हो। अब यो राज्यले अपनाएका बिमाबाट पाइने जुन 93 प्रजातिका औषधि छन् त्यो उपलब्ध हुन्छ नै। त्योभन्दा बाहिर औषधि खानुपर्ने अवस्थाका मेरो वार्डका बिरामी छन् भने सम्भवतः बिरामी भएका हरेक हस्पिटलमा म पुग्ने गरेको छु। सम्भवतः मेयर साहब पनि त्यही हिसाबको हुनुहुन्छ। उहाँले पनि कुनै पनि बिरामीलाई 11 वार्डका बिरामी भेट्न हस्पिटल पुग्नु भएको छ। हामी पनि पुगेका छौँ। उहाँहरूलाई हामीले गर्नुपर्ने सहयोग वार्डबाट, नगरबाट अथवा प्रत्यक्ष अप्रत्यक्ष रूपमा उहाँहरूलाई त्यो औषधि किन्ने पैसा यदि बिमाबाट पाइँदैन, त्यो औषधि चाहिँ फुट्टै किन्नुपर्ने छ भने पनि हामीलाई त्यस्तो खालको प्रकृतिका आर्थिक अवस्था ज्यादै कमजोर भएका बिरामीहरूलाई हामीले आर्थिक सहयोग पनि गरेर उहाँहरूको औषधिद्वारा निको पार्नलाई हामी सहयोग जुटाएका छौँ। अध्यक्षज्यू, अब थोरै प्रसङ्ग बदलौँ। जस्तो यो वडा कार्यालयमा हजुरहरू बस्दै गर्दा एउटा न्यायिक समिति पनि यहाँ गठन गरिएको हुन्छ। त्यो न्यायिक समितिमा के कस्ता खालका मुद्दाहरू आइरहेका छन् अहिले? धन्यवाद नयन सर। वाडा कार्यालयमा न्यायिक समिति रहँदैन। न्यायिक समिति जस्तै प्रकृतिको एउटा मेलमिलाप समिति हुन्छ। अब हाम्रो वार्डमा अलिक विशेष गरी चाहिँ लेनदेनका मुद्दा, सीमा सम्बन्धी मुद्दा, घराइसी झैझगडा, कहिलेकाहीँ छुटफिट रूपमा घराइसी अंश बढ्नका कुरा, अनि कहिलेकाहीँ यो वैदेशिक रोजगारमा गएर फँसेका मानिसहरूको मुद्दा, यस्तै खालका प्रकृतिका मुद्दाहरू चाहिँ विशेष गरी वार्डमा आउने गर्छन्। त्यसलाई हामीले सकेसम्म मेलमिलापको सिद्धान्त अपनाएर मेलमिलाप तालिम प्राप्त सरहरूद्वारा त्यसको हामीले छलफल गरेर निर्णय गर्दा पनि दुईटै पक्षलाई विन-विनको सिद्धान्त, दुईटै पक्ष चाहिँ छलफलद्वारा बाहिर निक्लिने गर्दा हामी मिलौँ है भन्ने खालको प्रत्याभूति हुने गरी दुईजना चाहिँ मान्छे चाहिँ खुसीका साथ बाहिर निक्लिने वातावरण
साथ अगाडि बढाएका छौँ। त्यसै गरी अब हजुरले न्यायिक समितिको कुरा गर्नुभयो, नगरपालिकामा न्यायिक समिति पनि छ। न्यायिक समितिमा पनि न्यायिक समिति सदस्य म आफू पनि छु। त्यस कारणले न्यायिक समिति यस्तै प्रकृतिका प्राय मुद्दा पर्छन्। हामीले एउटा न्यायिक समितिको माध्यमद्वारा जो जनताका चाहिँ अदालतसम्म पुग्ने पहुँच हुँदैन, अदालतले प्रमाणका आधारमा न्याय गर्छ। तर हामी प्रत्यक्ष जनतासँग सरोकार राख्ने मान्छे, दैनिक उनीहरूको कामकाज र दैनिक उहाँहरूसँग भेटघाट उठबस हुने हुनाले उहाँहरूको वस्तुस्थितिमा हामीले सूक्ष्म तरिकाले अध्ययन गरेर कतिपय कुरा चाहिँ तथ्यसङ्गत हिसाबले हामीले नजिकबाट निहाल्नुपर्ने हुन्छ। कतिपय कुराहरू भावनात्मक हिसाबले, कतिपय कुराहरू सामाजिक दृष्टिकोणले, कतिपय कुराहरू परम्परागत हिसाबले पनि हामीले उहाँहरूलाई मिलाउनु पर्ने हुन्छ। त्यस कारणले न्यायिक समितिले पनि अहिलेसम्म मान्छेलाई धेरै हदसम्म चाहिँ तारिकमा राखेर बरु एकचोटि नभएर अर्कोचोटि गरेर पनि हामीले मिलाउने प्रयास गरेका छौँ। राम्रो भएको छ। न्यायिक समितिबाट पनि धेरै गरिब जनताहरू चाहिँ जो चाहिँ सुनसरी जिल्ला अदालतसम्म पुग्न सक्नुहुन्न, उहाँहरूको पहुँचमा पुग्दैन, वकिल खर्चहरू उहाँहरूले बेहोर्नु पर्ने हुन्छ, समय नष्ट हुन्छ। त्यो चाहिँ हामीले सकेसम्म वाडामा मेलमिलापको कार्यद्वारा नभए नगरपालिकामा न्यायिक समितिको माध्यमद्वारा उहाँको समस्या हल गर्ने प्रयास गरेका छौँ र धेरै मानिसहरू सन्तुष्ट भएको मैले पाएको छु। जस्तो अब खाद्यान्नतिर जाउँ। खाद्यान्न एउटा हामी मानव जातिको स्वास्थ्यमा राम्रो धेरै नै असर गर्ने खालका, जस्तो अहिले हजुरको यो एरियामा मैले कसरी यो कुरो ल्याएँ भन्नुहुन्छ भने हजुरको एरिया यहाँ चाहिँ एउटा ठुलो व्यावसायिक स्थल पनि हो। यहाँको बजारले धेरै अन्य वडाहरूको जति पनि हुनुहुन्छ जनताहरू, यहाँको स्थानीय मानिसहरू, उहाँहरूको लागि खानपानमा जस्तो मिति गुज्रिएका विभिन्न खालका खानेकुराहरू बिक्री वितरण भइरहेको पाइन्छ। यसको बारेमा चाहिँ के कस्तो अनुगमन गरिराख्नु भएको छ यहाँहरूले? धन्यवाद। यो स्वास्थ्य मानिसको एउटा संवेदनशील विषय हो। यो स्वास्थ्यसँग हामीले खेलबाड गर्नु हुँदैन। स्वास्थ्यसँग खेलबाड गर्नु भनेको हामीले मृत्युलाई निम्त्याउनु हो। त्यस कारणले बस्तर नगरपालिकामा तपाईँको अनुगमन समिति छ। अनुगमन समितिले बेला बेलामा अनुगमन गर्ने क्रममा म्याद गुज्रेका अनि तपाईँको यो ब्याच नम्बरहरू हेरेर खान हुन नसक्ने, प्रयोग हुन नसक्ने चिजहरूलाई चाहिँ त्यसलाई पत्ता लगाएर पसलहरूलाई कारबाही समेत गरेको अवस्था छ। त्यसै गरी वाडाको तर्फबाट पनि हामीले स्वास्थ्य एउटा यहाँ हाम्रो स्वास्थ्य कर्मी हुन्छ, उहाँहरूसँग गएर उद्योग वाणिज्यसँग साथीलाई पनि राखेर कहिलेकाहीँ हामीले पनि गर्छौँ। किनभने बस्तर नगरपालिकामा एकमात्र पशुहाट बाङ्गे बजार मेरै वार्डमा पर्छ। अब त्यहाँ पनि बजार हट्या लाग्ने गर्छ। त्यहाँ पनि अब हट्यामा चाहिँ तपाईँको सामानहरू फिजाएर राख्ने गर्छन्। अझै पनि यो ग्रामीण क्षेत्रमा के छ भने एउटै पसलमा विभिन्न प्रजातिका विभिन्न प्रकारका सामानहरू राख्ने गरिन्छ, जहाँ चाहिँ काहीँ चाहिँ कीटनाशक औषधि पनि राखिन्छ, काहीँ खाद्यान्न पनि राखिन्छ। यस्ता कुरा चाहिँ हामीले कमसेकम त्यो जुन बोर्डमा जुन पसलको स्वीकृति लिनु भएको छ तपाईँले त्यो मात्रै सामान राख्नुपर्छ भन्ने कुरामा पनि हामीले अलिकति उहाँलाई धेरैपल्ट अनुरोध गरेका छौँ। त्यो कुराको अलिकति सुधार भएको छ। नभए अब एउटै पसलमा धेरैका सामान जसले चाहिँ एउटा सामानले अर्को सामानलाई असर पर्ने, स्वास्थ्यमा गम्भीर असर पर्ने खालको कुरा पनि हुन्छन्। त्यस्ता कुराहरूलाई हामीले अलग बेग्लै व्यावसायिक हिसाबले आफ्नो स्वीकृति प्राप्त सामान मात्रै राख्नलाई हामीले अनुरोध गरेर त्यसलाई सहजीकरण गरेका छौँ। अब अहिले चाहिँ त्यो अलिक धेरै राम्रो भएको अवस्था छ। यसमा सुधार आएको मैले महसुस गरेको छु। जस्तो अनुगमनको विषय अनुगमन भइरहेको छ, अनुगमन समिति छ एउटा हो हाम्रो नगरमा भन्नुभयो। कति समयमा यो समितिले बजार अनुगमन गर्छ? अनुगमन समितिले लगभग महिनामा 2 चोटि 3 चोटि गर्छ। उपमेयर ज्यूको संयोजकत्वमा एउटा समिति छ। समितिले देख्नु भएको छ, धेरैपल्ट हामीले त्यसलाई पोस्ट पनि गरेका छौँ। अब यो बस्तर नगरपालिकाको मेन बजार भनेको चक्रडी बजार पनि हो, जो 6 नम्बर वार्डमा पर्छ। त्यसै गरी तपाईँको 5वटा साबिक गाविस मिलेर बनेको यो नगरपालिका। अब प्रकाशपुर बजार, त्यस कारण तपाईँको मधुबन बजार, अनि कालामन्जर बजार, त्यसै गरी तपाईँको चतरा बजार, विशेष गरी बजारहरूमा हामी अलिक बढी फोकस गर्छौँ। र कहिलेकाहीँ अन्य वार्डहरूमा जहाँ चाहिँ अलिक मान्छेको चहल पहल बढी हुन्छ, जहाँ चाहिँ अलिकति मान्छेको आवाजात बढी हुन्छ, त्यसै गरी 7 नम्बर वार्डको बाङ्गे बजार पनि ठुलो बजार हो। त्यस्तो बजारहरूमा महिनामा 2 चोटि 3 चोटि हामी प्राय अनुगमन गर्छौँ। अहिले
हामी यो वडाको एउटा कार्यक्षेत्रभित्र रहेर काम गर्दै गर्दा यो यहाँका जति जनता हजुरहरूले अब मतदाता भनिन्छ हजुरहरूलाई जसले मत दिए अमूल्य मत दिएर विजयी गराएर पठाउनु भयो उहाँहरूका गुनासा अहिलेसम्म के कस्ता आइरहेका छन् यहाँ समक्ष? धन्यवाद। मानिसका आवश्यकता धेरै नै छन्। त्यसै गरी आवश्यकतालाई नै गुनासामा परिणत गरेर उहाँहरूले हामीलाई भन्ने हो, हामीले त्यसलाई सम्बोधन गर्ने प्रयास गरेका छौँ। मलाई याद छ नेपालको सबैभन्दा ठुलो नदी सप्तकोशी नदी मेरै वार्डको छेउबाट बगिरहेको छ। त्यसैले मलाई याद छ नेपालको सबैभन्दा ठुलो नहर चतरा नहर मेरै वार्डको छेउबाट बगिरहेको छ। यी दुईवटा नहर र सबैभन्दा ठुलो नहर र सबैभन्दा ठुलो के अरे कोसीबाट बचेको बिचको जग्गा चाहिँ शिक्षित हुनबाट वञ्चित छ। अब यहाँ हाम्रो वास्तव नगरपालिका एक त कृषि र पर्यटनको प्रचुर सम्भावना भएको यो नगरपालिका हो। त्यस कारणले यो कृषि र पर्यटनलाई हामीले बढावा दिन सकेनौँ भने यस क्षेत्रको विकास हुन असम्भव छ। त्यस कारणले हामीले हरेक दृष्टिकोणले यहाँ भएका मानिसलाई कृषि र पर्यटनमा लक्षित गर्नुपर्ने छ। त्यो गर्दै गर्दा अहिले हामीसँग सिँचाइको अभाव छ, पानी कुलोको असुविधा छ, एउटा आधुनिकरण यन्त्रको कृषि यन्त्रको अवस्था अप्ठ्यारो छ। त्यसैले हामीले समय उहाँहरूलाई बिउ बिजन उपलब्ध गराउन सकेका छैनौँ। यो राज्यकै समस्या हो। तर हामी यसमा प्रयासरत छौँ। हामीले जे पाएका छौँ त्यो चाहिँ जनतालाई सकेसम्म समयमै उपलब्ध गराएर उहाँहरूको उत्पादन चाहिँ राम्रो होस् भन्ने कुरामा हामी लागेका छौँ। अझ उत्पादन भएको वस्तुको पनि बजार व्यवस्थापन राम्रो भइसकेको छैन। धेरै कुरामा हामीले गर्नु छ। त्यस कारणले हामी लागिरहेका छौँ कृषि क्षेत्रमा, यो पशुपालन क्षेत्रमा, त्यसै गरी तपाईँको यो पर्यटन व्यवसायमा। किनभने हामीसँग ठुलो कोशी बयाश्रम मन्दिर धार्मिक पर्यटन हुन्छ। त्यस कारण धेरै चिज अब जस्तो कोशी टप्पू पनि आरक्ष श्रीलङ्का टप्पू यी हाम्रा पर्यटकीय क्षेत्रहरू हुन्। यिनीहरूलाई हामीले विस्तार गर्न सकेमा यसको अझै आय आर्जन गर्न सक्छौँ र जनता गुनासा पनि थुप्रै छन्। अनि धेरै कुरा हामीलाई के छ भने हामीले यिनको आन्तरिक आय बढावा दिन सकेनौँ। किनभने मेरो त एक त ऐल्यान्ड जग्गा छ, ऐल्यान्ड जग्गाबाट राजस्व उठाउन सक्ने वातावरण बनाएको छैन। हामी एउटा कार्यविधि बनाउँदैछौँ जहाँ चाहिँ हामी वर्षौँदेखि घर जग्गा बजार हटिया राज्यले सबै सुविधा बाटोघाटो बिजुली पोल दिएको छ। तर त्यहाँबाट हामीले केही पनि राज्यलाई शुल्क तिरेका छैनौँ। कमसेकम एउटा कार्यविधि बनाएर त्यसलाई पनि अगाडि बढाउन सक्यो भने। त्यसै गरी हामीसँग स्थानीय स्रोत शासन सञ्चालन 2074ले के भन्छ भने स्थानीय स्रोत साधन परिचालन गरी नगर टोलको विकास गर्न सकिनेछ भनेको छ। हामीसँग रहेका ठुल्ठुला खोला छन्, नदी छन्, गिटी छन्, बालुवा छन्, हामीले यसको उपभोग गर्न पाएका छैनौँ। त्यस कारणले यसलाई एउटा नियम बनाएर उपभोग गर्ने भने हामी आम्दानी आय बढाउन सक्छौँ र जनताका धेरै समस्याहरूलाई हल गर्न सक्छौँ। र योतर्फ चाहिँ हामीले धेरैपल्ट पटक प्रयास गर्दा पनि अब जिल्ला भवन त्यसै गरी प्रदेश सरकारले चाहिँ एउटा विनियम बनाउँछु, कार्यविधि बनाउँछु, त्यसबाट चाहिँ हामी त्यसलाई ठेक्का प्रक्रियाद्वारा अथवा कुनै एउटा उपभोग गर्ने माध्यम बनाएर चाहिँ यसलाई अगाडि बढाउने भन्ने प्रतिबद्धता जाहेर भएको छ। तर त्यो कार्यविधि बनेर आइपुगेको हामीले पाएको छैनौँ। त्यस कारणले धेरै कामहरू जस्तो खोला बन्द हुँदै गर्दा हाम्रो ठाउँमा रहेका खोला नालाबाट उत्पादन भएका खनिज पदार्थ जस्तो गिटी बालुवा ल्याएर हामीले घर अगाडिका खाल्टा बाटो पुर्न सकेका छैनौँ। त्यस कारणले धेरै गुनासाहरू बाँकी रहेका छन्। त्यसमा चाहिँ एउटा कार्यविधि बनाएर अगाडि बढ्ने भन्ने जमर्कोमा हामी लागेका छौँ। हजुर यस वडाको वडा नम्बर 7 को वडा अध्यक्ष जो निर्वाचित भएर आइसकेपछि आफ्ना सम्पूर्ण वडावासी मतदाताहरूलाई के सन्देश दिन चाहनुहुन्छ? यहाँलाई विशेष धन्यवाद। म 7 नम्बर वार्डवासी आमाबुवा दाजुभाइ दिदीबहिनीलाई सर्वप्रथम विनम्रपूर्वक अनुरोध गर्न चाहन्छु। हाम्रो ठाउँमा हामीले नै गर्ने हो। हामीले प्रचुर सम्भावना विकासका सम्भावना रहेको ठाउँ हो। म तपाईँलाई एउटै कुरा अनुरोध गर्न चाहन्छु, तपाईँहरूले सकारात्मक सोचका साथ हामीले जसरी निर्वाचित गरेर आउनुभयो त्यसै गरी हाम्रो कार्यकालको अन्तिम दिनसम्म सकारात्मक सोचका साथ सहयोग दिनुभयो भने तपाईँले चाहेको मैले देखेको यो व्यवस्था साथ समृद्ध व्यवस्था साथ बनाउन सक्छु। त्यस कारण तपाईँले जहिले पनि सकारात्मक साथ मलाई सहयोग गर्नुहुन्छ भन्ने आशा र विश्वास लिएको छु। जहिलेसम्म काम गरेको छु यो तपाईँकै साथ सहयोग र ले मैले गर्न सकेको छु। अझै पनि बाँकी रहेका कामहरूलाई चाहिँ अब मेरो अवधिभर तपाईँको यसरी नै
पूर्ण रूपमा साथ सहयोग र माया विश्वास पाएँ भने अझै यसलाई त्यो सपनालाई साकार पार्ने तपाईँको इच्छा र मेरो चाहनालाई पुरा गर्ने कर्ममा लाग्नेछु भन्ने उहाँहरूलाई जानकारी गराउन अथवा अनुरोध गर्न चाहन्छु। हस् त, हजुरको अमूल्य समय हाम्रो यस सप्तकोशी न्युज टिमलाई दिनुभएकोमा मेरो व्यक्तिगत तर्फबाट र हाम्रो यो न्युज च्यानल सप्तकोशी न्युज च्यानलको तर्फबाट आउँदै गरेको नयाँ साल 2082 को हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै यहाँलाई अमूल्य समयको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु। धन्यवाद। सप्तकोशी न्युजलाई पनि म विशेष धन्यवाद दिन चाहन्छु, जसले चाहिँ तपाईँको यो माध्यमद्वारा देश विदेशमा रहनुहुने अथवा देशवासी आमा दाजुभाइ दिदीबहिनीलाई वार्ड नम्बर 7 को अध्यक्ष भएको हैसियतले मेरा वार्डमा भएका गतिविधि तपाईँले जुन यो माध्यमद्वारा प्रसारण गरिदिनु भयो, यहाँले विशेष धन्यवाद दिन चाहन्छु। र म के भन्न चाहन्छु भने सर्वप्रथम त बुवास्थान नगरपालिका वार्ड नम्बर 7 मा बसोबास गर्ने तपाईँ सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनी, त्यसै गरी बुवास्थान नगरपालिकामा बस्ने आमा बुवा दाजुभाइ दिदीबहिनी र नेपाल बाहिर बस्ने सम्पूर्ण मेरा साथीभाइ नेपाली दाजुभाइ आमा बुवा दिदीबहिनीमा यो आउँदै गरेको नयाँ वर्ष 2082 को हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। हस्त, नमस्कार, धन्यवाद। आदरणीय दर्शकवृन्द, यहाँहरूले अहिले हामीसँग साथमा रहेर यो हाम्रो सप्तकोशी न्युजलाई हेरिरहनु भएको छ र अहिले हामीसँग हुनुहुन्थ्यो बराह क्षेत्र नगरपालिका वडा नम्बर 7 का वडाध्यक्ष श्री कपिल आचार्यजी। उहाँ विकास प्रेमी समाजसेवी एक राजनीतिज्ञ कुशल व्यक्तित्व हुनुहुन्थ्यो। उहाँले यो वडा नम्बर 7 को गतिविधिको बारेमा जानकारी दिएर हामीबाट बिदा भइसक्नु भएको छ र हामी पनि आशा छ यहाँहरूको साथ र सहयोगले गर्दा अझ अगाडि बढ्ने हौसला मिलोस् भन्दै आउँदै गरेको नयाँ वर्ष 2082 सालको हार्दिक मङ्गलमय शुभकामना सम्पूर्ण नेपाली जनजनमा पुगोस् भन्दै हाम्रो यो कार्यक्रमलाई बिट मार्नुभन्दा अगाडि क्यामेराम्यान विवेक चौधरीका साथमा म नगेन्द्र कार्की बिदा हुन चाहन्छु। हस्त, नमस्कार।